हैन अब बिहान बिहान के गर्नुभयो यहाँ छतमा बसेर मस्यौरा पार्न लाएँ। के कसरी बनाउने हो यस्तो मस्यौरा मस्यौरा पहिला कर्कलो काट्ने अनि कर्कलो काटेर कर्कलाको धर्सा फाल्ने अनि दाल पिस्ने मासको दाल अनि हिजो बेलुका भिजाउने बिहान यो जम्मै बोक्रा फाल्न पर्छ नत्र कालो हुन्छ बोक्रा फाल्ने दालको अनि राम्रो सब पखाल्ने बोक्रा माप्दै पखाल्दै गर्ने अनि सेतो हुन्छ त्यही भएर अनि त्यो दाल र यो कर्कलो मजाले मिचेर अनि मस्यौरा बनाउने पाहुना आउँदा नि सजिलो तरकारी नभएको बेला यसो पकाम भन्न नि सजिलो यो तरकारी सबैलाई ठिक हुन्छ पाहुनालाई घरकालाई सबैलाई ठिक हुन्छ तिमीहरूको पाला त कसरी हो भन्ने थाहा हुँदैन हाम्रो पाला त हामीले यस्तो गर्थ्यौँ हामीले सिकाउनु पायो तिमीहरूले सिक्थ्यौ होला सबै कुरा जान्न पर्छ है नानीलाई नि सबै सिकाउनु पर्यो अनि यो कति दिन सुकाउने आमा यो खर्याउ भएर नबलिन्जेलसम्म राम्रोसँग सुकाउनु पर्छ 2-3 दिन 4 दिन नै लाग्छ घाम लाग्यो त चाँडै सुक्छ लागेन भने त फेरि सुकेन भने ढुसी पनि लाग्छ गनाउँछ ल है गाइज हाम्रो घरतिर त मस्यौरा बनिसक्यो हजुर घरतिर बन्यो के गर्यो कमेन्ट गर्नु होला सबैजनालाई धन्यवाद।